बिहारको पुनर्निर्माण कार्य तुरन्त सुरु गर पुनर्निर्माण कार्य तुरुन्तै सुरु गर कुम्भ बिहारको पुनर्निर्माण कार्य तुरुन्तै सुरु गर नक्साङ्गन भइसकेको कुम्भारलाई मान्यता प्रदान गर नक्साङ्गन भइसकेको कुम्भारलाई मान्यता प्रदान गर असफल कारिगर निर्देशक राजीनामा देऊ असफल कारिगर निर्देशक राजीनामा देऊ सम्पूर्ण बुद्धिस्टहरू एक हौं सम्पूर्ण बुद्धिस्टहरू एक हौं हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ हाम्रो जायज मागहरू पूरा गर हाम्रो जायज मागहरू पूरा गर कुम्भ बिहारको पुनर्निर्माण कार्य
तुरुन्तै सुरु गर नयाँ कार्यविधि खारेज गर पूर्व विदेशी बजेट अनुसारको योजना लागू गर छुट भएका गुम्बा बिहारलाई तुरुन्तै समावेश गर गुम्बा बिहारमाथिको हस्तक्षेप बन्द गर पुनर्निर्माण गर्दा मूर्ति हाटलाई समावेश गर पुनर्निर्माण गुम्बा विकास समिति मार्फत गर्ने प्रयास गर नक्सानगञ्ज भइसकेको गुम्बालाई मान्यता प्रदान गर असफल कार्यकारी निर्देशक राजनीति गरेको होइनौ र हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कान्तिपूर्ण हुँदैन ढुक्क हुँदैन सुरक्षाकर्मी मित्रहरू हाम्रो कार्यक्रम अलिकति सुरु मात्रै भएको छैन गुम्बा विकासको विरुद्धमा गर्दैछ भने अघि नै प्रचार भइरहेको छ मिडियामा प्लिज मिडियाकर्मीहरू तपाईहरू भनेको चौथो अङ्ग हो भनेर हामीले चिनेछौँ र पक्कै पनि तपाईहरूले धार्मिक आन्दोलनमा साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ तपाईहरूप्रति र हाम्रो आन्दोलन भनेको नेपाल सरकारलाई हामी गुम्बा विकासमा आइसक्यौं र यो बिहार र गुम्बाहरूलाई दाताहरूले 8 खरब रुपैयाँ चन्दा दिएको थियो दाताहरूले हामीलाई दिएको थियो र त्यो दाताहरूले गुम्बा विकासलाई जिम्मा लागेको थियो विभिन्न गुम्बाहरूको निरीक्षण गरेर गुम्बाहरूलाई तपाईहरूले वितरण गर्नु भनेर र त्यो काम गुम्बाहरूले यो गुम्बा विकासले गरेको पनि थियो र अहिले आएर नेपाल सरकारले पुनर्निर्माण भूकम्प समितिले दिनु पर्यो यो 2 वर्षसम्म यो गुम्बा विकास समिति के हेरेर बस्यो भनेर यहाँका कार्यकारी निर्देशक नरेन्द्र गुरुङज्यूको मार्फतबाट फेरि पनि नेपाल सरकारलाई फिर्ता गएको हामीले थाहा पाएको कारणले हामी यहाँ आएको छौँ सम्पूर्ण उपस्थित साथीहरू नगेन्द्र भन्ने र नरेन्द्र भन्ने हाम्रो लागि घातक भएको छ आदिवासी जनजातिको मुद्दाहरू नगेन्द्र कुमारले गरेर दिएको थियो भने विभिन्न गुम्बा र बिहारहरूको मुद्दाहरू नरेन्द्र गुरुङले गरेर दिएको छ त्यसै कारणले नरेन्द्र भन्ने शब्द नै हाम्रो घातक भएको म तपाईहरूलाई जानकारी गराउन चाहन्छु त्यसै गरेर हाम्रो आन्दोलन नेपाल सरकारप्रति हो र नरेन्द्र गुरुङप्रति हो गुम्बा विकासप्रति होइन भनेर प्रष्ट म मिडियाको साथीहरूलाई यहीँबाट जानकारी गराउन चाहन्छु आदिवासी जनजातिको आन्दोलन त नगेन्द्र कुमारले बेचेर खायो नगेन्द्र कुमार गुरुङ खबरदार हामी अब चुप लागेर बस्नेवाला छैनौँ नेपाल सरकारले पनि तपाईहरू नेपाल सरकारले हाम्रो बौद्ध पसिनाले कमाएको हाम्रो करहरूले हामीलाई गुम्बा विकास हाम्रो गुम्बा र बिहारहरूलाई निर्माण गर्नको लागि तपाईँले दिनुभएको थिएन तर विदेशी दाताले दिनुभएको रकम पनि तपाईँहरूले हस्तक्षेप गर्दैछ खबरदार नेपाल सरकार र काङ्ग्रेसको सरकार अब हामी चुप बस्ने छैनौँ हामी बुद्धिज्म सम्पूर्ण हामी धर्मावलम्बी हामी एक हुनेछौँ हिन्दू मात्रै अलग होइन हाम्रो लागि सम्पूर्ण धर्मावलम्बी हामी एक हौँ हामीले हिन्दूलाई अलग मुस्लिमलाई अलग क्रिस्चियनलाई अलग बुद्धिस्टलाई अलग हामी ठान्दैनौँ हामी जसले सही काम गर्छ जसले सही कार्य गर्छ हामी त्यसको पक्षमा छौँ हिन्दू पनि हामी सम्पूर्ण धर्मावलम्बी एक हौँ सम्पूर्ण धर्मावलम्बी एक हौँ निर्माण कार्य तुरन्त सुरु गर नयाँ कार्यविधि खारेज गर पूर्व विनियोजित बजेट अनुसार कई योजना लागू गर छुट भएका गुम्बा र बिहारहरूलाई समावेश गर छुट भएका गुम्बा र बिहारहरूलाई समावेश गर गुम्बा बिहारमाथिको हस्तक्षेप बन्द गर गुम्बा बिहारमाथिको हस्तक्षेप बन्द पुनर्निर्माण गर्दा मूर्ति र आर्टलाई पनि समावेश गर पुनर्निर्माण गर्दा मूर्ति र आर्टलाई पनि समावेश गर पुनर्निर्माण गुम्बा विकास समिति मार्फत नै व्यवस्था गर
पुनर्निर्माण गुम्बा विकास समिति मार्फत नै व्यवस्था गर। नक्साङ्कन भइसकेका गुम्बाहरूलाई मान्यता प्रदान गर। नक्साङ्कन भइसकेका गुम्बाहरूलाई मान्यता प्रदान गर। बाँकी नक्साङ्कन गुम्बा विकास समितिबाटै गर्ने व्यवस्था गर। नक्साङ्कन गुम्बा विकासबाटै गर्ने व्यवस्था गर। असफल कार्यकारी निर्देशक राजीनामा दे। असफल कार्यकारी निर्देशक राजीनामा दे। सम्पूर्ण उपस्थित मिडियाकर्मी साथीहरूलाई मैले पनि अघि नै अनुरोध गरिसकेको छु। राजनीतिको त तपाईँहरूले उथल पुथल तरिकाले तपाईँहरूले न्युजमा लेख्दै हुनुहुन्छ र हामीहरू पढ्दैछौँ। जो सरकार उसको न्युज हुन्छ भन्ने हामीलाई थाहा थियो, तर अझै पनि चौथा अङ्क भएको कारणले म लमजम शेर्पा बुद्धिस्ट र सम्पूर्ण धर्मावलम्बी साथी हिन्दू मुसलमानदेखि लिएर क्रिस्चियन साथीहरूले तपाईँहरूप्रति अझै पनि विश्वास गर्दैछ कि हामीलाई यो गुम्बा विकासको विरुद्धमा हामीले आन्दोलन गरेका होइनौँ। फेरि पनि त्यही न्युज लेख्नुपर्ने हुन्छ। तपाईँले अघि भएको न्युजलाई तपाईँहरूले कम्तीमा पनि क्षमा माग्नुपर्ने हुन्छ। मैले मिडियाहरूमा देखिसकेको छु र यहाँ फ्ल्यास गर्नुहुने साथीहरूले पनि तपाईँहरू न्युजहरूले अहिले इन्टरभ्यू लिँदाखेरि यो आन्दोलनकारीका संयोजक र सहसंयोजक या सचिव मार्फतबाट इन्टरभ्यू लिने होला। विभिन्न बाहिरबाट घुसिएका घुसियाहरू र भुसियाहरू र घुसिया भ्रष्टाचारीहरूको इन्टरभ्यू नलिनु होला। तपाईँहरूले आन्दोलन सुरु भएको हाम्रो 1 मिनेट भएको थिएन, दाउला खेलबाट नै मैले न्युज पढिसकेको छु। यो आन्दोलन गुम्बा विकासको विरुद्धमा आएको रे, यो बुद्धिस्टहरूको आन्दोलन भनेर यो बुद्धिस्टको मात्रै आन्दोलन हुने छैन खबरदार। यो सम्पूर्ण हामी धर्मावलम्बी एक हुनेछौँ, एक भएर नै हिँड्नुपर्छ भन्ने म तपाईँहरू समक्ष भन्न चाहन्छु। हामी महिलाहरूले माइती घर मण्डलाबाट बुढी गण्डकी बेचेर खाएको छ, 7 खरबमा बेचेर खाएको त पुरै मिडियाले नै दिइरहेको छ। पहिले होइन भन्दै पनि बेचेर खाएको र 3 दलले बाँडफाँड गरेर खाएको देखिरहेको छ। भने हामीले धर्मको विषयमा मात्रै होइन, नेपालको जुनै पनि अङ्ग बेच्दाखेरि पनि हामी विरोध गर्छौँ भनेर हामी सम्पूर्ण साथीहरू पनि माइती घर मण्डलामा हामी पक्कै पनि धर्ना दिनुपर्छ र दिनेछौँ। बुढी गण्डकीको बेचिसकेको बुढी गण्डकी, चाइनाले बेचेको बुढी गण्डकी तुरन्त यो अहिलेको आएको शेरे सरकारले फिर्ता गर्नुपर्छ भन्ने पनि म यही सभाबाट सम्बोधन गर्न चाहन्छु। र उपस्थित भएका साथीहरूलाई म एक्लैले बोलेर पनि कति बोल्नुपर्ने, अरू साथीहरूलाई पनि बोल्ने मौका दिनुपर्छ भन्दै फेरि पनि म तपाईँहरूलाई के भन्न चाहन्छु भने असफल कार्यकारी निर्देशक राजीनामा दे। असफल कार्यकारी निर्देशक राजीनामा दे। अबदेखि साथीहरू तपाईँहरू कान खोलेर बस्नु होला। कुनै पनि हाम्रो सङ्घ संस्थाहरूमा यो नरेन्द्र र नगेन्द्र भन्नेहरूलाई प्रमुख चाहिँ नराख्नु होला खबरदार। म यहीँबाट भन्न चाहन्छु, यो नगेन्द्र र नरेन्द्र भन्ने मान्छे आदिवासी जनजाति र धार्मिक मुद्दा बेचेर खाने मान्छेहरू यिनीहरू हुन्। र फेरि पनि म साथीहरूलाई फेरि पनि उहाँकै नाम जप्न चाहन्छु। उहाँलाई म अझै पनि उ भन्दिनँ, उहाँ नै भन्छु। म एउटा महिला हो र बाल बच्चादेखि लिएर श्रीमानदेखि लिएर वृद्धसम्मलाई हामीलाई सम्मान गर्ने हामीले सिकाएका छौँ र म जान्दछु। तिमी भन्दिनँ त भन्दिनँ, त्यसै कारण उहाँ भन्छु। अब पनि म फेरि लास्टमा असफल कार्यकारी निर्देशक राजीनामा दे। असफल कार्यकारी निर्देशक राजीनामा दे। यति भन्दै फेरि पनि म हाम्रा आदरणीय दाजु कार्यक्रम सञ्चालकज्यूलाई माइक हस्तान्तरण गर्दै म लान्छु। बिदा हुँदिनँ। जहिले पनि यो आन्दोलन हाम्रो अगाडि बढिरहन्छ। रातको 12 बजी पनि यहाँनिर उभिनु यो लान्छौँ तयार छ भन्दै म बिदा चाहन्छु। धन्यवाद हाम्रो दिदीलाई। उहाँले जोसिलो शब्द मार्फत आफ्नो मन्तव्य मार्फत हाम्रो आज आन्दोलनको बारेमा, हाम्रो आन्दोलनको औचित्यको बारेमा उहाँले प्रस्ताविसक्नु भएको छ। यो आन्दोलनमा उपस्थित हुनुभएका सम्पूर्ण विभिन्न गुम्बाबाट आउनुभएका महानुभावहरूलाई म यो प्राङ्गणको छेउछाउमा अगाडि नजिक आएर बस्दिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शान्तिका अग्रदूत गौतम बुद्ध, भगवान् गौतम बुद्धका अनुयायीहरू, हामी शान्ति प्रेमी, सम्पूर्ण आन्दोलनमा आउनुहुने महानुभावहरूलाई
यो ब्यानरभन्दा पछाडिपट्टि हामीले बसिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आन्दोलन हो, सजिलो हुँदैन, त्यसैले साह्रो गाह्रो जसो भए पनि तपाईँहरू 1-2 घन्टाको लागि हाम्रो माग पुरा गराउनको निमित्त, दबाब सिर्जना गराउनको निमित्त तपाईँहरू धैर्य धारणको साथ बसिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै हाम्रो आन्दोलन आजको हाम्रो कार्यक्रम भनेको अघि नै हाम्रो सोम्बले तामाङजीले पनि भनिसक्नु भएको छ। आज हामी गीत मार्फत, कविता मार्फत, हाम्रो लामा गुरुजीहरूको मोलाम मार्फत र हाम्रा सङ्घर्ष समितिका पदाधिकारीहरूको अझै मन्तव्य मार्फत हामी आजको कार्यक्रमलाई टुङ्ग्याउनेछौँ। त्यसो भएको हुनाले म सम्पूर्ण यहाँ उपस्थित हुनुभएका विभिन्न कुम्भबाट आउनुभएका पाल्नुभएका सम्पूर्ण लामा गुरु लगायत सम्पूर्ण मानिपा सङ्घ परिवारहरूलाई म तपाईँहरूसँग के प्रतिभाहरू छ, त्यस्तै हाम्रो धर्म संस्कृति, हाम्रो भाषा कला सम्बन्धी केही त्यस्तो मुक्तकहरू, कथा, कविता, गजलहरू छ भने हामीलाई टिपाइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यो भन्दै हामी 2072 साल वैशाख 12 गतेको भूकम्पबाट हाम्रा आस्थाका धरोहरहरू ढलेका छ, अझै पनि त्यो पुनर्निर्माण हुन सकिरहेको छैन। ती आस्थाका धरोहरहरू उठाउनको निमित्त विदेशीहरूबाट जुन किसिमको हाम्रो त्यो आस्थाको केन्द्रहरूले पुनर्निर्माण गर्नको लागि हामीलाई बजेटहरू पठाइसकेको थियो, त्यो बजेटलाई हामीलाई त्यो काम गर्नको निमित्त जुन विनियोजित भइसकेको रकमहरूले पनि यहाँ कार्यान्वयन नगर्ने स्थितिहरू बनिरहेको अवस्थामा त्यो नीति चाहिँ कार्यक्रम चाहिँ लागू गराउनको निमित्त हामी यो आन्दोलनमा उपस्थित हुन बाध्य भइसकेको अवस्था छ। त्यसैले म सर्वप्रथम हाम्रो लामा गुरुजीहरूलाई मुलाम पाठ गरिदिनुको लागि म यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। र मैले अघि पनि अनुरोध गरिसकेँ तपाईँहरूलाई, तपाईँहरूप्रति त्यस्तो केही प्रतिभाहरू, हाम्रो धर्म सम्बन्धी, हाम्रो कला संस्कृति सम्बन्धी, हाम्रो भाषा सम्बन्धी केही त्यस्तो मुक्त कथा कविता त्यस्तो प्रतिभाहरू छ भने हामीलाई टिपाइदिनुको लागि म हार्दिक अनुरोध गर्दै म लामा गुरुजीहरूलाई मुलाम पाठबाट यो आजको आन्दोलनलाई अझ व्यवस्थित बनाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद उत्कर्षज्यू। हाम्रो अघि हामीले सुरुमै अष्टमङ्गल र हाम्रो गुरु पद्मसम्भवको पाठ हामीले अहिले नै गरिसक्यौँ। त्यसै कारणले गर्दा अहिले पनि हामी अब हाम्रो र्याली एकदम शान्तिपूर्ण ढङ्गले, एकदम मौसमले पनि साथ दिएर हामी आइपुगेका छौँ। त्यसै कारणले सबैजना हाम्रो र्यालीमा सहभागी हुने मित्रहरू, बौद्धावलम्बीजीहरू एकजुट भएर यहाँसम्म हामीले समर्थन गर्नुभएकोमा हामी यो सङ्घर्ष समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै अब हामीले यहाँ पुगेर हामीले के गर्ने त भनेदेखि सम्पूर्ण प्राणीको हित र जगतको लागि हामीले काम गर्ने हो। त्यसैले पनि आज पनि हामी 10 मिनट जति भए पनि यहाँ प्राणीदान, भोजि परामना, केही मलमहरूको पाठहरू हामी गर्नेछौँ। त्यसमा तपाईँहरू सबै एकदिन मौन धारण गरेर तपाईँहरूले पनि सुनिदिनुहोस्। पक्कै पनि गुरु रिपुज्याको कृपाले हाम्रो यस कार्यक्रम र यस हाम्रो सङ्घर्ष सफल हुने म मनबाट चाहिँ अठोट गर्न चाहन्छु। तपाईँहरू सबै एकछिन भए पनि एकछिन बसिदिनु होला होइन। अब तपाईँहरूलाई एकछिन गाह्रो होला होइन, तर त्यही पनि एकछिन तपाईँहरूले मलम गर्नुको लागि चाहिँ हामीले एकछिन तपाईँहरूले बसिदिनु होला। हार्दिक अनुरोध गर्छु। अब चाहिँ हामी यहाँ सम्पूर्ण लामाहरू एकछिन मलम सुरु गर्नेछौँ। त्यसपछि चाहिँ फेरि हाम्रो यहाँ विभिन्न कार्यक्रमहरू जारी रहनेछ। अहिलेको लागि म यहाँ केही मलमहरू सुरु गर्न चाहन्छु। सम्पूर्ण लामाहरू अगाडि पार्नुहोस् र एकजुट भएर मलम प्रस्तुत गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्छु। लामा तपाईँहरू Janju Porto Dani Jasu Daji Zinza Jibi Sonam Ji Dolabin Sanje Du Borajo Dang Tai Sinjana Yene Sanje Imborazebe Dani Do Janju Jodo Semeje Do Semeje Tamche Dio Devi Judan Dembora Jiji Dungal Da Dungal Ji Judan Dawara Dungal Nefe Dewa Damba Dan Midalwara Juji Nere Chadan Dan Dori Danyan Seme Bala Ne Wara Jurus Semeje Tamche Dewa Dan Devi Judan Dembora Jiji Dungal Dan Dungal Ji Judan Dawara Dungal Nefe Dewa Damba Dan Midalwara Juji Nere Chadan Dori Danyan Seme Bala Ne Wara Jurus Semeje Tamche Dewa Dan Devi Judan Dembora
동화다 동화제 주단 도와 주제 동화 내배 대화다 미도와 주제 예린 저상다 도레 다녀 제메 볼라네 오르 유르지 본초 섬제디 사제단 자저 zembatam 제지 진지로 선이 양수 소배마다 전보다 저지 넘버다 지 섬지 미제 도지 대대신 도모다 몰라지다 지도도 버려 유르지 말레 zemje 군지 군지를 제도데 군제 미제 섬샤라 모나 말레 제진지 정대 고제 내들 셔고에서 진예수다 저제지대 나도서 셔파미지 다제 말레 대다 삼제라 뇌당 마에 대베 자기 오상고 제베 몰란도 여와 탐제에게 원선도 신제 되네로라도 여와 골라라도 저절로 도제되나 돈예 산제나 산제세제 위나슈 대다 저지나 말레와 탐제 여와 다제 가머로 대다 마고 미산제 엔제 알라 제서도 군제 여와 군제 연대로 저신 대오라 셔파 탐제 다지 메다 담바 대와 담바 다스냐 남다 슈보 도샤다 마메 저다 도보도 여와 대다 라니 저브라지 나서 담바 남다 디사다 세메 보마리라님 고드라 제베 보베 저군지 여와 대다 라니 저브라지 초바 가나 라메 게제와 대다 여와 담젤라 사고절라 대베도다 여와 골라 저드 저브라지 온 바저 보메 아호이시 용서다 바원저 지사시 온 바저레디아 제절에 거래제 거래 오소호레 저버리라 셔로 보고 또 잠보레 노 발란저 자다미 레달레 바마에 당에 제 유대 달라 저도 도메년다 도메년지 리보제리 원바 선제신 도제바 마마빌렌도 콜로리보제 노로리보 surmorimboje lomborimboje lomborimboje dojorimboje maborimboje terejebe bomba yegama dhama loma garam medama dubama nazalma dijama nima dav rimboje do chale nambra gelve gelje lata me bajra punsun soba maza meba deni zawa danji baraje be pade lama taban idan jilgorje lata sanje dan chanchu sembe sodan namla orje o to je do don do je chene je la do so sa je pode je me da da ra le je ni da je sanje shintu mine boloi dogo namda shila job idam guru rena menda la puja mega samunda safar samaya oe doja shetan demo wanje ne leda ngada de je ge yan di ba da je ji ba yada tamje da je so so je choju yowa kundan san rajel namda lo da mila dan do kunje sonan gala yan de da kunje je so da je ran kana choju ji de chancho rimba sanje ma je ne gumbo de da da je tamje la ko lo la na me bra kurwa ko ni ne da de kan je de do a ko la phe shi de wi shi ka wa shi je do ni ju ko yan da je tha mo ra zar chasar ba dan je je sha ba dan je se ran ko je so ye wa ju je da je ji sa ba dan je da je jang je ti mo wo ye tha je do je sha je ri je je me da do je bo se je lo bo ni lo sha Shaje Gilba Namla Chaka Loe Deora Shaba Kego Cheta Da Portan Uche Shita Shika So Chego Cheta Sampoche Tena Gona Dasa Giro Shochola Doji Solwa Dobi Do Dasa Kane Nevi Sa Neta Ulbo Dase Shiva Chotan Dashi Pelwara Je Doe Doe Jantin De Jami Yangla Cha Salo Kanki Lodo Dini Ida Namda Rasal Be Chinyen Togo Jizini Togora Lebante Kanta Sebe Zara Nunto Dunga Jizimbe Doja Kula Puche Darja Yala Doja Yandra Dodara Chedo Nyamane Lala Jiza Macheje Mare Mishe Dunga Jin Zoja Rodina Donen Daji Sajid Yanda Luda Jaza Tobago Zudan Zudan Zuli Jende Jalamush Jambi Ala Rabdo Edo Umar Badani Umar Badani Umar Badani Omara bazana di je jara wazirji daglo timo munba rafsal ne katan tenze shilda lada bobe nawan zalto so simje namji sambata loe jeta je cheje thoma thoma e choji gorlo gordo so chancho semja rimbo che maje panam je jirji kiwa nyamba meba kone kondo delora jo semje tamje dedan denjirji nyendo tamje tato tom chancho semba kanta saju yada kunji malan dumbara sho e jambala pawe chidra kemba da kundo zambo den dis
यता कुञ्जे जेसो दलजी यवा जिता हन्जेर दोमा दुसुम शर्मे यवा मुआ दला छतो नबाजे ताजे जेवे सवाजे तंबो जजे रतुंगो वराजे यवा जे त्यो गो सोनम बेजे सोबाजे सोनम बेजे ले तंबा कोनी तंबरा जो गजानी नो कुञ्जे रसे कुञ्जे जल्दी जल्दी तंबा जल्दी जल्दी ताजे जो नेन्द्रे ने बादेले चंदेले जिमे बुयंदे 이제 너도 데려 와잖네 먼저 성계도 시쇼 대달도 받아봐야 먼저 성계되고 산제다 전주세바 강제제 지라바다 선이에서 저네마다 제보다 저기 이유나 벌받지 선지비제 또기 제대시도 뭐도 몰라지도 와제도 버려지르지 강도제위제와 함제고 토레 연대도 제마다도 저다 제주제 설제주베라 여버셔 디라마다 바니 이단 전도 저다 저바 저도 내내니 보던도 대체들 대비 여도 가와 저지바던 비처럼 전배도라 전혀 매버서 납친 정도 처래는 탐제 전지 반개녀도 저 반개 고tum 예외 지라다 처리 비교 등비지 예들 미제 등비 지라 예지드라 모아 혼란도 진도 바라 저 또남디 탐제 지바니 토제 예외 다남 밤제디 개가 납제 뭐 지비서된 도군도 저와 나다리도 남마 주고도 보다 예제로 와전데 호토도 나들지게 길메도 제디가로 제저 문도 양산마마 가메 체기 발람 아다마지 연대로 도지 전지고 바니도 धन्यवाद अब आज हामीले सुरुमा चाहिँ अब हामीले